ऊ त जनता काम गर्ने हो जनताले प्रत्यक्ष निर्वाचित गरेको मान्छेले तपाईँले मलाई किन धकाल्नु भएको भाइ यो पुष्पी के यहाँ भिड गरेको देखाएको छैन कसले भिड गरेछ मैले आएको सुनेर पाउँदैन तपाईँलाई अरूले तपाईँको महाबी हो तपाईँले भाइ यो पुष्पी तपाईँले किन मलाई पुस गर्नु भएको मैले पुस गरेँ भने तपाईँको हालत के होला तपाईँले यसरी न्यु खतरा हुने एउटा जनताले प्रत्यक्ष निर्वाचित गरेको व्यक्तिको अहमी हो यत्रो भिड भइरहेको छ भिडमा ठ्याक्कै यस्ता यत्रो भिड भइरहेको छ पछाडिबाट आएर भिड भइरहेको छ भिडमा त कमसेकम भिड कम गर्नुपर्छ नि एउटा पालो सकेपछि अर्को पालो आउँछ भिड मैले भनेको पालो पालो आफ्नो काम गरेर जानु भएको राम्रो काम सपोर्ट गर्ने त्यही भनेको त उहाँले त राम्रो तरिकाले आफ्नो तरिकाले बस्नु हो क्वालिटीले पनि हेर्ने हो लास्ट किताब त किन्नै पऱ्यो क्या किताब किन्नुहुन्छ हजुरहरू केही भन्न चाहनुहुन्छ